तपाईहरु सम्पूर्णलाई मेरो YouTube च्यानलमा स्वागत छ। यता चाहिँ हाम्रो साथीहरुले टेन्टहरु बनाइरहेको अवस्था छ। अहिले चाहिँ सबै टेन्टहरु बनाएर रेडी भइसकेको अवस्था छ। यता चाहिँ हाम्रो सुरक्षाकर्मी, हाम्रो ट्रेनिङ दिने सरहरु, पढाध्यक्षज्यूहरु, हामी सबै कसरी ट्रेनिङलाई कसरी सञ्चालन गर्ने भनेर सल्लाह सुझावहरु गरिरहेको अवस्था छ। यता चाहिँ हाम्रो दिदीबहिनीहरु, दाजुभाइहरु मिलेर हेलिप्याडको निर्माण गरिरहेको अवस्था छ। अब चाहिँ हाम्रो साथीहरु ग्रुप वाइजमा ट्रेनिङको लागि विभाजन भइसकेको अवस्था छ। यता चाहिँ हाम्रो ट्रेनर सरहरु र गाउँले दाजुभाइहरु मिलेर बाढी पहिरो विपदमा परेका गाउँलेहरु सुत्नको लागि ट्रिपलहरु टाँगेर बनाइरहेको अवस्था छ। अब चाहिँ हाम्रो साइरन बज्न सुरु हुन्छ। पानी आउन लाग्यो, खोला नदी घुम्छ भने सुरक्षित ठाउँमा जाऊ। सावधान, पानी आउन लाग्यो, खोला नदी घुम्छ भने सुरक्षित ठाउँमा जाऊ। साइरनले खतराको संकेत दिइसकेको छ। सबै साथीहरु सुरक्षित ठाउँमा जाने क्रममा छन्। खोला नदी घुम्छ भने सुरक्षित ठाउँमा जाऊ। खतराको संकेत साइरन बजिसकेको हुँदा सबैजना सेफ ठाउँमा आइसकेको छ। सावधान, पानी नदी घुम्छ भने सुरक्षित ठाउँमा जाऊ। सावधान, पानी आउन लाग्यो, खोला नदी घुम्छ भने सुरक्षित ठाउँमा जाऊ। गाउँलेहरु पनि खतराको संकेत बन्न साथ सेफ ठाउँमा आइरहेको छ। हेर्न सक्नुहुन्छ। हेर्नुस्, सबै गाउँलेहरु आइरहेको छ। सेफ ठाउँमा आइसकेको छ। सबैजना सेफ ठाउँमा आइसकेको पश्चात वडाध्यक्षज्यूले सबैजनालाई प्रोत्साहन दिइरहेको छ। सबैजनालाई सबै गाउँलेहरु सेफ ठाउँमा आइसकेपछि आफ्नो घर परिवारमा कोही छुटेको छ कि नै भनेर सोधपुछ गरिरहेको छ यसको टोलीले। सबैजना गाउँलेहरूलाई सोधपुछ गरिसकेपछि 4 परिवारको चाहिँ मान्छे आएको छैन भन्ने खबर पाइयो। त्यसपश्चात रेस्क्यु टोलीहरु चाहिँ खोज तलासमा गइरहेको अवस्था छ। रेस्क्यु टोलीले भेटिसकेको अवस्था छ। घाइते भएको रहेछ एकजना चाहिँ। घाइते अलि गम्भीर अवस्थामा भएको हुनाले घाइतेलाई स्वास्थ्य चौकीतर्फ लैरहेको अवस्था छ। खोज तलासको क्रममा अर्को पनि घाइते भएको हुँदा स्वास्थ्य चौकीतर्फ लैरहेको अवस्था छ।
उद्धारको क्रममा रेस्क्यु टोली पुग्दा 2 महिला र 2 पुरुष घाइते भएको अवस्थामा भेटिएको छ। सबैजना घाइतेलाई उपचारको लागि स्वास्थ्य चौकीतर्फ घाइतेलाई मेडिकल टोलीले उपचार गरिरहेको अवस्था छ। घाइतेहरूमध्ये 1 महिला र 1 पुरुष चाहिँ गम्भीर घाइते भएको हुँदा मेडिकल टोलीले उपचार गरिरहेको अवस्था छ। तपाईले हेर्न सक्नुहुन्छ सलाइन पानीहरू र मलमपट्टीहरू लगाइरहेको छ एकजनाको चाहिँ टाउको। त्यसपछि चाहिँ गाउँलेहरू सबैजनालाई राहत वितरणको लागि सबैजना लाइनमा बसिरहनु भएको छ। वडा अध्यक्षज्यू र सचिवज्यूबाट राहत वितरणको कार्यक्रम भइरहेको छ। रातमा चाउचाउ, म्याटिस, ब्ल्याङ्केट र साबुन दिइरहेको अवस्था छ। कतिपय गाउँलेहरूले चाहिँ राहत नपाएको हुँदा कोलाल गरिरहेको अवस्था छ। अहिले राहत नपाएको बाँकी गाउँलेहरूलाई चाहिँ हेली मार्फत राहत आउँदै गरेको छ भन्ने खबर सुनिएको छ र फेरि पनि नपाउने व्यक्तिहरूलाई राहत फेरि बाँडिन्छ भन्ने खबर पनि सुनिसकेको छ। यो खबर सुनिसकेपछि सबै गाउँलेहरू राहत पाउँछु भन्ने आशाका साथ बसिरहेका छन्। सबैजना खुसी देखिन्छ। आजको लागि यति नै, फेरि अर्को भिडियो लिएर आउनेछु तपाईहरुको सामु। थ्यांक यू।